हेलो अनि अब चाहिँ हाम्रो आजको ट्राभलिङ भ्लग हो धेरै पछिको भ्लग अनि अब हामी कहाँ जान्छौँ यो चाहिँ इटरीबाट हामी धरानतर्फ गइरहेछौँ यो चाहिँ धरान जाने बाटो रोड कति राम्रो छ काठमाडौँ छोडेर किन अब इटरी कस्तो हुने हो फेमस सोल्टी होटेल यस्तो दामी राम्रो घाम लागिरहेछ आज प्लस शीतल मौसम छ यहाँको गर्मी आउट भइसक्यो विशाल कस्तो फिल भइरहेछ अब हाम्रो इटरीको यात्रा मतलब धरानतिरको यात्रा प्लस अब तपाईँको इटरी बसाइ कस्तो फिल भइरहेछ चिल भइरहेछ है बाटो त एकदम सुपर राम्रो गाडी कम चल्ने काठमाडौँको जाम छोडेर इटरीको यस्तो तल बाटोको बिचरा स्कुल हाम्रो स्कुलमा पनि पुरै हेप्पी छ आज यो चाहिँ तरारा स्टार्ट भयो यहाँको इट्स फेमस फर यहाँको सेकुवा यस्तो बबाल सेकुवा छ अरे अब भरे चाहिँ हामी पनि खान्छौँ सेकुवा अनि सबै हजुर हामी चाहिँ हामी मोटर चिकन अनियन खान्छौँ अरूलाई चाहिँ सबै किसिमको सेवा खान मन लाग्छ भने तरारा भेट्नुको लागि आइन्छ यो लोकेसनबाट चाहिँ हामीले ब्युटिफुल धरानको भ्यूहरू देख्न सक्छौँ यहाँ बसेर फोटो पनि खिच्न सक्छौँ हामी बुढेश्वर मन्दिरतिर लाग्दैछौँ यो राइटतिर गए पछाडि फाइनली वी आर एट बुढासुब्बा मन्दिर यहाँ चाहिँ अत्याधिक भिड छ आज शनिबारको दिन भएर धेरै भक्तजनहरू आउनु भएको छ हामीले अब यहाँको भ्यूहरू सबै इन्जोय गर्दै भगवानको दर्शन गर्दैछौँ यो वास्तव भन्दा टुप्पा नभएको बाटो विशाल सर लाइन देखेर छक्क पर्दै हुनुहुन्छ यहाँ पुरा हेरिरहनु भएको छ टोलाइरहनु भएको छ Now back to Itahari.